हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो डे 2 इन काठमाडौँ अनि म आज कोसँग छु, गुडियासँग छु। यहाँ यसलाई बोकिरहेको छु, यहाँ बोकिरहेको छु। यिनले दुःख दिइरहेको छिन् अघिदेखि। अनि यहाँ मामाले के बनाउँदैछ, मामाले के गराउँदैछ? चटपटाइन यो चाहिँ आलुको अचार। ये 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 हाई गरिदेऊ, हाई हाई, माया गरिदेऊ, माया गरिदेऊ, माया गरिदेऊ, माया गरिदेऊ। ए नमस्ते नमस्ते, मेरो भ्युअर्सहरूले नमस्ते गरिदेऊ, नमस्ते गरिदेऊ, नमस्ते, ताली बजाइदेऊ, नमस्ते। अन्त ताली बजाइदेऊ, ताली बजाइदेऊ, जी गरिदेऊ, जी गरिदेऊ, जी गरिदेऊ, जी गरिदेऊ, गराउन चाँडो। वाउ, कसले सिकाएको? उछुले कि मामाले? ए अया भारी भयो, अया भन्थ्यो नि। ल यतिकै गाइस, आज चाहिँ मैले चाहिँ आज बनाएँ जाउलो होइन, भेज बिरयानी जस्तै भेज बिरयानी बनाएँ। एकचोटि गाइस, अब हामी हेर्न जाँदैछौँ है कस्तो बनेछ है। हेरौँ है त भेज बिरयानी। ओए यो त सेतै छ त गाइस, बेसार कम भएछ। कस्तो हो टेस्ट? ताके हो गाइस, मैले बनाएको है यो भेज बिरयानी। ए कस्तो लाग्यो तिमीलाई? ओके, आजको हाम्रो खाना यो। एन्ड देन दिस अचार। आलु खान्छु। तेरे लिए घर बनाऊं, दीवार रंग से सजाऊं, तुम्हें मालूम है तुमने खत लिखूं तेरे लिए। कस्तो लाग्यो तिम्रो मेरो गाना? राम्रो, थ्याङ्क यू। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हाई गर हाई सानो। आज हामी कहाँ जाँदैछौँ गाइज? नगरकोट होइन होला, अननोन। हाम्रो डेस्टिनेसन चाहिँ अननोन छ, सरप्राइज। हेर्दै गर्नु हामी चाहिँ अथवा यता हेर, हाई भनिदेऊ मेरो भ्युअर्सलाई। भ्युअर्स हामी यति मात्रै हो। 8-9 भ्युज भनेको यी सबै यही हो। अनि मैले 4-5 बेर हेर्छु, त्यही हो। होइन, स्मिता पराजुली। गाइज, अलि सब्सक्राइबर बढाइदिनु पर्यो। के हो यस्तो? मैले यति मेहनत गर्छु, मेहनतका फल मिठा हो त। मेहनत मात्रै भयो, फल पायो। तिमी पनि स्टार्ट गर आफ्नो युट्युब च्यानल। गीत गाइछ, इन्जोय पछि सिङ्गर है गाइज। म धेरै माया गर्छु। के चाहियो तिमीलाई? बल ल बल किन? मैले रेकर्ड गर्थेँ नि। गाइज, हामी चाहिँ अहिले लाजिमपाटमा छौँ। हामीलाई चाहिँ नोस्टाल्जिया भइरहेको छ। तिमीले के खान्छौ? म भेज हो। यो फेरि
तिमीले के खान्छौ अथर्व? तिमीले के अर्को तर यो चुपलार खान दिइराख्ने अगाउँछ कि बाबुलाई यही चाहिँ ठिक छ कि फ्रेन्च फ्राई चाहिँ ठिक छ। भान्जाको फेभरेट हो नि अर्तिकाज हुन्छ अर्तिकाज हुन्छ भान्जीलाई खाइसो अर्तिका खाइसो भान्जीको फेभरेट अतिकाले खाले के हो यो गाइस? यसलाई भन्छ तन्दुरी चिकन तन्दुरी चिकन यसको झोल छैन हो त्यो चटनी ए मुस्कोमा आएछ मोमो ग्रेभी अर्को तिमीले पनि खाऊ। यसलाई चाहिँ बिट गर्न सक्दैन हो र अनि पनिरले सवालै पैदा हुन्न। हामीले खाएर भ्यायौँ, अब निस्क्यौँ हामी। कस्तो लाग्यो त आजको दिन? यसै बारेमा के गर्नु कस्तो लाग्यो तँलाई आजको दिन? राम्रो याम गुडियालाई याम भन्देऊ याम याम बाई अरे अथर्व हाई भनिदेऊ। भन्देऊ न छिटो हाई भन न, हाई भन, हाई भन, हाई टिभीमा आउँछ सबै। यहाँको भ्यू चाहिँ कस्तो एस्थेटिक छ यो ठाउँ चाहिँ, दामी छ। मम्मा अब चाहिँ हामी लाग्यौँ, यो चाहिँ हाम्रो गाडी अब। अनि हामी चाहिँ लाजिमपाट आएको हो खानाको लागि। के हो मलाई पनि सोफ मलाई मेरो फेभरेट हो, मेरो सोफ। मलाई सोफ चाहिँ एकदम मनपर्छ है। त्यो छ यो त ठिक गरे है एकदम चिकन के खाइदिने गाइस। यो चाहिँ म कति वर्ष अगाडि अरे 10 क्लासमा भन्नु न, 10 क्लासमा आएको म यो ठाउँमा। म 10 क्लासमा पिज्जा खान आएको गाइस। फर्स्ट टाइम हो क्या? मेरो चाहिँ फर्स्ट टाइम थियो त्यति बेला पिज्जा खाएको। फर्स्ट टाइमै थियो। फर्स्ट टाइम मैले 10 क्लासमा पिज्जा खाएको गाइस। यहीँ आएर हजुरसँग थ्याङ्क यू सो मच। मुड छ, मुड फुल। सोचलाई सुन्दरको मुड छ कि नि? मुड प्लस गलत फ्यामिली। हाई गाइज हामी चाहिँ अहिले माथि 5th फ्लोरमा जाँदैछौँ। र यो कुन होटेल हो? होलिडे इन रिसोर्ट। अस्ति आइपिओ यसैको भरेको ए हो र? ओ वाउ, 5th फ्लोर। अस्ति यसैको हो क्या आइपिओ भरेको। Wow, what a view! OMG! You can see the view of Kathmandu. Wow, कस्तो दामी देखिन्छ। यो मेरो मोबाइलले नदेखेको गाइस। कस्तो लाग्यो? ओहो माई गॉड। अथर्व तिमीले कस्तो लाग्यो यहाँ? अथर्व अनेक छ।